साथीहरु सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। अनि यहाँ हेर्नु न यसलाई, मान्छेको बीचमा बाँदर बस्यो नि के हुन्छ भन्थे नि। ओइ मेरो मुलिएर गयो यसले। हेर्नु साथीहरु कस्तो राम्रो तोरीबारी छ। अहिले चाहिँ घाम लाग्यो, अब म भिडियो बनाउन चाहन्छु। ओइ ले है रे, भाग्यो साथीहरु, यो भाग्यो छ्या मेरो मुलिएर गयो के यसले, भाग्यो यसले। ओ चाँडै आइज है, म बेलुका जाने हो। साथीहरु भ्लग बनाउन लागेको वातावरणै भएन के रे। आइया बाबा, तर कस्तो राम्रो तोरीबारी छ म देखाउँछु है। वाउ, यो तोरी हाम्रो त होइन कि, तर नि कस्तो हाम्रो घर अगाडि छ नि त, कस्तो मिठो सुगन्ध। हेर यसले यो फाल्दै अहिले बाबाको गाली खान्छ। अनि तपाईँहरूलाई स्वागत छ हाम्रो घरमा। अनि म चाहिँ हाम्रो आलु देखाउँछु ल, हाम्रो घरको आलु, हामीले रोपेको आलु। दिस पोट्याटो, आवर पोट्याटो, एन्ड दिस इज वाट इज दिस, दिस इज साग। आई डोन्ट नो इङ्ग्लिसमा के भन्छ भनेर म भन्न चाहन्न, किनकि मलाई थाहा चाहिँ छ तर पनि म भन्दिनँ। एन्ड देन दिस बोडी है। अब मलाई खासै थाहा पत्तो छैन कि यहाँ के लाउनु भयो भनेर। यो के हो, यो केराउ हो कि मुसुरो, आई थिङ्क मुसुरो। दिस यो चाहिँ रोपेको त होइन, तर यो आएछ क्या अरे आफै। के रोपेको हो, 2-3टा बोट देखेँ। दिस फापर है साथीहरू, फापर। यो फापर। ओ चरा उड्यो। मैले के बोलिरहेको छु, ओ फाइनली आएछ, गयो होला भन्ने ठानेको, गएन, आयो। कस्तो मिठो बास्ना आएको क्या यो तोरीको फुलको, ओ माई गड। अनि साथीहरू यहाँनिर कस्तो राम्रो मुला रहेछ। म मुलाको पात खान्छु, चोरेको भन्छन् होला, तर म चोरेको होइन ल, जस्ट मुला पात मात्रै खान्छु साथीहरू। मलाई गाली गऱ्यो भने त्यसको जवाफदेही कोही नहुनु होला। कस्तो राम्रो हेर्नु, यो त खेती गरेको रहेछ क्या अरे, यो कसले गरेको हो, यस्तो राम्रो मुलाहरू रहेछ यहाँ तोरीबारी। वाउ नाइस। हेर उहाँ हेर्नु न साथीहरू, उहाँ एउटाको पारा साइकल झुन्डाउँदै बस्यो। अनि हाम्रो मम्मी चाहिँ कुन मुलुकमा पुग्नु भयो खोइ साथीहरू, अहिलेसम्म खाना खाएन। मम्मी आएपछि खाने भनेर बसेको, मम्मी गाई फोन गरेको, फोन लाग्दैन। म रुन चाहन्छु, मलाई यस्तो मुलापात खानु कस्तो मनपर्छ। अब मलाई गाली गऱ्यो भने सरी भन्न चाहन्छु। यो मुलापात खानु कस्तो मन, कस्तो पढ्न पहाडी खाएको भन्नु होला। यस, आइ एम नेचुरल व्यक्ति। यो त तोरीबारी भयो। तोरीबारीमा सुन्दर महिला, अझै महिला होइन गर्ल, अनि साथमा यो के भन्छ यसलाई, मुलापात। यो मुलापात टिपेको होइन, अब यो मुलापातमा धनीको आई डोन्ट नो, तर एकजना आन्टीले चाहिँ हेरे गरिकन मलाई अप्ठ्यारो लाग्यो। खाना त एउटा मात्रै पात खाएको हो, त्यही पनि खै के भएको। यो मुलाको पात, यो बारी जसको पनि हो, आइम सरी। मैले एउटा पात खाएँ, तर केही पो भन्छन् कि भन्ने डर। आफ्नो नभएपछि यस्तो डर हुन्छ। आफ्नो छ नि त, तर औषधि हाले खारे भनेर मम्मीले मलाई हिजो बताउनु भयो, त्यही भएर मैले खान सकिनँ।